छ यो नेपाल आमालाई शिर पर राखेर काम गर्छ, त्यसलाई मैले भुसुनो भए पनि मान्छु, कुकुर भए पनि मान्छु, महान भए पनि मान्छु। शक्ति सम्पत्ति अथवा यस्ताको आधारमा जतिसुकै बलियो भए पनि मैले साँच्चीकै भुसुनासरी देख्छु, गन्दिनँ। मैले कसैलाई गनेको छैन आजसम्म। प्रधानमन्त्रीमा टङ्कप्रसाद आचार्यलाई गने, कीर्तिनिधि विष्टलाई गने, मरिचमानलाई गने, त्यसपछि नोबडी मैले कसैलाई पनि गने। मनमोहनलाई गर्नुभयो कि भएन बुवा? मनमोहनको त सञ्चालन, मनमोहन त स्ट्याम्प हुनुहुन्थ्यो। मनमोहन स्ट्याम्प गर्ने को थियो? माधव नेपाल। विदाउट उसले माधव नेपालले आफ्नो सेल्फिसनेस पुरा नगरिकन माधव नेपालको स्ट्याम्प लगाइ हुन्थ्यो, के अरे मनमोहनको स्ट्याम्प लगाइ हुन्थ्यो। सज्जन हुनुहुन्थ्यो उहाँ। सज्जनताको लागि मनमोहन अधिकारीलाई धन्यवाद र नमस्कार अहिले पनि स्मरण गर्छु। मेरो तर शासन सत्ताको लागि व्यक्तित्व होइन। बुवा, यहाँको जीवनकाल जुनसुकै तन्त्रको जागिर खाए पनि तपाईँ लोकतन्त्र र नागरिकप्रतिको समर्पणमा अलिकति पनि इतिहासदेखि आजसम्म तपाईँको कमी छैन र तपाईँ त्यो इतिहास बोल्दै हुनुहुन्छ। मैले जिज्ञासा राखेँ, सुशासनका लागि कहीँ कतै एकाध राष्ट्रघातसँग जोडिएका मुद्दामा सही निर्णय गर्न नसकेको या दबाव प्रभावमा परेको या लोभका कारणले त्यस तहमा कोही कतै कुनै पात्र प्रवृत्तिहरू आलोचनाका लागि योग्य भए हामीले आलोचना गऱ्यौँ अहिलेसम्म। अब फेरि यिनीहरूको कहीँ कतै अवगुणभित्र पनि राम्रा काम पो छन् कि भनेर मैले खोट्याउन चाहेँ। एक मधेस एक प्रदेश बनाएनौ भने तेरो देशमा खाइदिन्छु, तिमीहरूलाई सिद्धाइदिन्छु भनेर भारतले धम्कायो धम्कायो। काश्मीरका राजा हरिसिंहका छोरा कर्ण सिंहलाई पठायो, त्यस पछाडि अहिलेका परराष्ट्र मन्त्री त्यस बेलाका विदेश सचिव एस जयशङ्करलाई पठायो, उसका नन्दी भृङ्गी सबै पठायो। तर आज हामीले आलोचना गरेका काङ्ग्रेस, एमाले, माओवादी तिनैले एक मधेस एक प्रदेश इन्डियाको डिजाइनमा होइन हाम्रो डिजाइनमा हुन्छ भनेर अहिलेको यो बनोट निर्माण भयो। एक मैले जोड्न चाहेँ, कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालको नक्सामा ल्याउने र त्यसलाई संसदको 2/3 भन्दा बढी भन्दा पनि लगभग सर्वसहमतिबाट पास गराउने भूमिकामा काङ्ग्रेस, एमाले, माओवादीको जो सहभागिता रह्यो त्यसबाट इन्डिया कति आतङ्कित, कति आक्रोशित भयो होला। अब जोडौँ BRI, चीनसँग जोडिएको इन्डिया र अमेरिकी एकाधिकारलाई तोड्नको लागि विकास परियोजना अन्तर्गतको कार्यक्रममा नेपालको सहभागिताबाट इन्डिया र अमेरिका कति आक्रोशित भयो होलान् यी दल र यी पात्रहरूसँग। अब यो SPP अझ अहिले छ नि चर्चामा आएको, अझ भनौँ PPP भनेर पनि चर्चा गर्ने गर्छन्, समग्रमा भनौँ SPP। यसको IPS को पनि चर्चा चल्दै आएको छ। यिनीहरूका सन्दर्भमा ती दलहरूले क्याबिनेटबाटै अगाडि नबढाउने भन्ने कुरा निर्णय गरेका रहेछन् भन्ने प्रमाणै बाहिरिएको छ। यसकारण यिनीहरूसँग त्यो पश्चिमा त्यो दक्षिणको शक्ति कति आकर्षित छ होला उसको हैकम यहाँ नचल्दाको अवस्थामा। अनि यसर्थ यिनीहरूलाई कहीँ कतै दयाको दृष्टिले पनि पो हेर्नुपर्छ कि अब यो जुन मुद्दा पुरा नगरिदिएको कारणले गर्दा यी दलहरू बढारिए, रासपाले ती मुद्दा पुरा गरिदिएन भने यिनै दलको हविगत गराउने बाला छ त्यो शक्तिले। किनभने त्यो शक्ति नेपालमा निर्णायक छ। बौद्धिकता मार्फत पसेको छ हरेक नेपालीमा, सेवाभावको मार्फत पसेको छ हरेक नेपालीमा, धर्मको नाममा पसेको छ। कोही हिन्दू धर्मको खोल ओढेर जय शम्भु भन्दै छिरेका छन्, कोही अर्कै धर्मको खोल ओढेर यहाँ धर्म प्रचारमा लागेका छन्। तर उनीहरूको गन्तव्य र लक्ष्य सामूहिक एउटै छ। यो चुनौती पनि छ भनिन्छ। तपाईँ के भन्नुहुन्छ? मैले यसको आजलाई अलि लामो पनि भयो, छोटकरीमा होइन। आज के गरौँ भन्दाखेरि यसको एउटै मात्रै मैले के स्पष्ट गरौँ भने एउटै शब्दमा सिद्ध्याउँ। त्यो शब्द के हो भने
आजसम्म जति हाम्रो देशले सङ्कट बिहोर्नु पर्यो आजको स्थितिमा आयो, आजको स्थितिमा जो आयो यो स्थितिमा हामी उभिन आइपुग्यौँ, टाउको नेउराएर उभिएका छौँ। टाउको निहुराएर उभिने स्थितिमा आयो। हामी टाउको ठाडो पारेर हिँड्ने जात हो हाम्रो। त्यसकारण यो स्थिति आएको अहिले तपाईले भन्नुभएको अवस्थाले गर्दाखेरि यो स्थिति आएको हो। रासपाले थेक्न सक्छ ती चुनौतीहरूलाई। यो स्थिति आएको हो। अब यसमा टोटलको पोइन्टमा जवाब जस्तै काश्मीरको राजादेखि कर्ण सिंहलाई पठाएका आदि कुराहरू छन्। यसको छुट्टै च्याप्टर एउटा गर्नुपर्छ, अर्को सिटिङमा गरौँला। आजसम्मको सङ्कटमा बाहिरी दबाब र हस्तक्षेप अनि तपाईँले भन्नुभए जस्तै असन्तुष्टि, हामीप्रति असन्तुष्टिले नै हामीलाई आजको स्थितिमा ल्यायो। अब यो ल्याएको अवस्थाबाट, टाउको निहुराउनु परेको अवस्थाबाट, तर अर्कोले निहुराए भन्ने सम्झेला हामी त व्यक्ति देशभक्तहरूको टाउको निहुरेको छैन, किनकि हामी त लडाइँमै छौँ। लडाकुले कहिले पनि टाउको निहुराउँदैन। अनि यो टाउकोलाई ठाडै राख्नको लागि अघि बढ्ने सरकारले सामना गर्नु त पर्छ। सामना गर्यो भने सामना गर्नु कसरी पर्छ त्यो हामी अघि कुरा गरिसक्यौँ। अब सामना गर्न सक्यो भने यसको राजनीति अगाडि बढ्छ। अघि मैले भने अमर हुन्छन् यिनीहरू, यिनीहरूको इतिहास सकेन, लक पकायो अथवा पछाडि खिच्यो अथवा खरिदमा पर्यो, दबाबमा पर्यो भने आजसम्म सत्तासीनहरू जसरी धराशायी भए 5 वर्ष होइन 20मा धराशायी पनि हुन सक्छ। किनभने राजनीति हो, जनताको भल कुन बेला आउँछ, जेनजी कुन बेला भल आयो, भलकै रूपमा आयो, त्यस्तो कुन बेला आउँछ, बिचमै पनि बगाइदिन सक्छ। त्यसो भएको हुनाले यिनीहरूको अब क्षमता, आँट, साहस र सुझबुझमा सबैभन्दा ठुलो देशभक्तिमा भर पर्छ। ल बुवा, हामी अन्तिममा मैले बिट मारेँ। तपाईँका दर्जनौँ पुस्तकहरू छापिएका छन्। कुनै इतिहाससँग सम्बन्धित छ, कुनै राजनीतिसँग सम्बन्धित छ, कुनै समाजसँग सम्बन्धित छ, कुनै क्रान्तिका लागि चाहिने उत्साहित गराउने खालका छन् भने कुनै अपराधी विरुद्ध जाइ लाग्नको लागि उकास्ने खालका पनि छन्। तपाईँको उमा गौरी भन्ने यो उपन्यास, यो पुस्तक पढ्दाखेरि तपाईँ क्षेत्रीको छोरो होइन, एउटा जनजातिको छोरो जस्तो देखिन आयो। यसको एक शब्दमा जवाफ दिनुहोस् त, के हो यो कारण? यो चाहिँ खास गरी हाम्रो मिथिला प्रदेश अर्थात् तराई अर्थात् मधेस, त्यहाँ भएको सांस्कृतिक पक्ष, महत्त्वपूर्ण सांस्कृतिक पक्ष, परम्परा पक्ष, जस्तै त्यहाँका पर्वहरू आदिको एक। तपाईँलाई केले छोयो र यो लेख, यी शब्दहरू कसरी बुनिए? विवरण छ यो। मैले उमा सबभन्दा जेठो संस्कृति भएको हुनाले उमा गौरी किराँत संस्कृतिलाई अघि नम्बर 1 बताएँ। त्यसको पछाडि शिवश्याम तराईको, त्यो पनि कम छैन। मिथिलापुरी जनक राजादेखिको सीताको जन्मदेखिको
22वां जनक, जनक भनेको बाउ, बाउ भनेको राजा, जनक राजा भनेर छुट्टै नाम होइन, जनक राजा। त अनि ती जनकहरू जनक राजा भनेको बाउ हो, बाउ बाउ अनि बाउलाई राजा भनियो। अनि त्यसको सन्तानहरूमा सीताको बुवा 22औं जनक, 22औं जनक, यो सबैको विवरण छ त्यहाँ। अनि अर्को शिवश्याममा। अनि अर्को के छ, मधेसमा अत्यन्त शोषण छ, गरिबीमाथि अत्यन्त भेदभाव छ। हाम्रो पहाडमा भन्दा हाम्रो तराईमा बढी, मधेसमा बढी छ। दुर्दशा छ अछुतहरूमाथि, गरिबमाथि दुर्दशा छ। गरिबहरूलाई अछुत बनाएर राजनीति गरिन्छ त्यहाँ, यति छ। अनि अर्को अत्यन्त भ्रष्टाचार छ, अत्यन्त शोषण छ। त्यो भ्रष्टाचार, शोषण, दमन टोटल विवरण छ। अनि उसले के भन्नुभएको छ भने, लेखक मधेसिया डाक्टर रामदयाल राकेशले यस्तो कीर्ति आजसम्म मैले देखेको पनि छैन, पढेको पनि छैन भनेर लेख्नु भएको छ। मधेसिया डाक्टर पिएचडी, उहाँ विश्वमा एक किसिमको आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्ति हो, रामदयाल राकेश। अनि त्यसो भएको हुनाले शिवश्याम यो उमा गौरी किराँतको सम्पूर्ण किराँत धर्म संस्कृति, जस्तै हाम्रो गीता भने जस्तै उनीहरूको गीतालाई मुन्धुम भन्छ, मुन्धुम। अनि कथा अरू विवरण म के बताऊँ, र जेठो संस्कृति, संसारको जेठो संस्कृति हुनाले मलाई लाग्छ इन्टरनेसनल फिल्डबाट रुचाइन्छ भन्ने कुरा मैले अघि बाबुलाई भनेको त्यो हो। यो समाजलाई बुझेको तपाईँले त्यो क्षेत्रमा प्रशासक भएर बस्दाखेरि हो कि काठमाडौँ आएर खोज अनुसन्धान गर्दाखेरि हो? काठमाडौँ आएर मैले रुजु गरेको हो। अध्ययन त मेरो प्रशासक छँदाखेरिकै हो। त्यो पञ्चायतकालको प्रशासक, त्यो जनपक्षीय, त्यो लोकतान्त्रिक, त्यो नागरिकप्रति उत्तरदायी हुनुपर्छ र समाजप्रति राज्य जिम्मेवार हुनुपर्छ या समानताको पक्षमा, तपाईँ त्यस बेला पनि त्यो चेत बोकेर पञ्चायतको प्रशासक हुन सम्भव भएछ। एउटा इतिहासका लागि तपाईँ यसकारण पनि दुर्लभ व्यक्तित्व। यो हाम्रो यहाँसँग मागेको समयभन्दा लामो समय लिइ पनि सके, माफी चाहन्छु। समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद बाबु, धन्यवाद। तपाईँको च्यानललाई पनि, टोटल परिवारलाई धन्यवाद। बाबु त सधैँ मैले धन्यवाद दिइराखेको छु, आइराखेको छु। मेरा विचारहरू समाजमा, नेपाली जातिमा प्रस्तुत गर्दै राख्नु भएछ, त्यसको लागि कृतज्ञ छु, धन्यवाद। मैले भक्ति बाहेकहरू जानेको छैन। गहिर देशभक्ति दृष्टिकोण राखेकाहरूलाई जतिसुकै ठुला भए पनि म गन्दिनँ। यसैमा बाँचेँ आजसम्म, अहिले पनि 86 वर्ष पुग्नुभयो कि 87? हजुर, 86 कि 87? फिजिकली 87 मा रन गरेको छु, फिजिकली। मेन्टली म 68। मेन्टली चाहिँ उल्टो।